नमस्कार सबैजनालाई फेरि पनि कस्तो छ छोरीहरू आज फेरि एउटा भिडियो तपाईहरुलाई सरप्राइज लिएर आएको छु है तपाईहरुलाई पनि लाग्न सक्ला यो सुन्तला ल्याएर फेरि यो आडीले के गर्न आट्यो भनेर प्रसंगवश फेरि सुरु गरिहालौं ल हेर्नुस् यो सुन्तला भनेको चाहिँ मेरो दुईजना छोरीहरू एउटा छोरी अर्को छोरी यो सुन्तलाको प्रतिबिम्ब भनेको चाहिँ छोरीहरू तपाईहरु सम्पूर्ण छोरीहरू छोराहरू है जेन्जी भाइ बहिनीहरू तपाईहरु बाउआमासँग बसिरहनु भएको छ पक्का पनि कति भाग्यमानी हुनुहुन्छ है यदि बाउआमा बिना बसिरहनु भएको छ भने तपाईको बाबाआमा नभए पनि बाबाआमा जस्तै स्याहार गर्ने काका काकी मामा माइजू फुपू फुपाजू जोसुकै हुनुहुन्छ अग्रजहरू उहाँहरू नै तपाईहरुको पेरेन्ट्स हुनुहुन्छ भाग्यमानी हुनुहुन्छ मलाई पनि लाग्छ काश मेरो मम्मी हुनुभएको भए मेरो ड्याडी हुनुभएको भए म कति भाग्यमानी हुन्थे जस्तो लाग्छ तर पनि ईश्वर हुनुहुन्छ धन्यवाद अब यो दुईवटा सुन्तला भनेको चाहिँ तपाईहरु दुईजना है अलिक ठुलो ग्लोरी ग्रेसु अलिक सानो कस्तो साइज पनि मिलेछ हैन है अब यो दुईवटा सुन्तलाहरू चाहिँ तपाईहरु हुनुहुन्छ आफुलाई सम्झिनुस् अनि परिवारमा बस्दाखेरि कहिलेकाहीँ बाबाले कराउनुहुन्छ नि हैन बाबाले रिसाउनुहुन्छ मम्मीले रिसाउनुहुन्न हैन गार्जियनले रिसाउनुहुन्छ कहिलेकाहीँ है त्यति बेलाको अवस्थामा के भनेर रिसाउनुहुन्छ थाहा छ के भनेर रिसाउनुहुन्छ कस्तो कुरा नबुझेको हो बिहानै उठेर पढ्नुपर्छ है भनेर भन्नुहुन्छ हैन र अनि बिस्तारा बिस्तारा तपाईले के गर्नुहुन्छ यो चाहिँ बाबाआमाको प्रोटेक्सन हो प्रोटेक्सन तपाईहरुलाई बाबाआमाले बाहिरबाट प्रोटेक्सन गरिरहनु भएको छ फेरि कति कराउनुहुन्छ भनेको छ अनि बाबाआमासँग अलिकति टाढिनुहुन्छ चिडिनुहुन्छ अलिक बढ्दै जानुहुन्छ तपाईहरु अनि फेरि कस्तो तपाईहरु त यो जमानामा पनि यस्तो कुरा गर्ने कति किचकिच गर्नु भएको भनेर फेरि तपाई अलिकति बाबासँग मम्मीसँग टाढिनुहुन्छ बाबाको प्रोटेक्सन चाहिदैन भन्नुहुन्छ अब त म त हुर्किसके ठुलो भइसके म त कुरा बुझ्छु त किन किचकिच गर्नु भएको फेरि खाली तपाईहरु त कराउनु मात्रै हुन्छ क्या त्यही भएर कि हाम्रो कुरा नबुझ्नु भएको हामी बीचको यो एज ग्यापले गर्दा होला भन्नुहुन्छ फेरि बाबा टाढिनुहुन्छ अलि हुर्किसकेपछि त मलाई त बाबाआमाको सल्लाह पनि सुझाव पनि चाहिदैन तपाईहरु त कुरा पनि बुझ्नुहुन्न म एक्लै गरी खान्छु तपाईहरु बिना पनि म बस्न सक्छु भनेर तपाई पूर्ण रूपमा बाबाआमाको प्रोटेक्सन भन्दा बाहिर हुनुहुन्छ है अब हेर्नुस् तपाई बुझ्नुहुन्छ यो संसार हो जिन्दगीमा यो पानीले चाहिँ संसारको रूपमा पृथ्वीको रूपमा बुझाउँछ र तपाई बाबाआमाको प्रोटेक्सन बिना हुनुहुन्छ तर तपाई बाबाआमा सँगसँगै हुनुहुन्छ तपाई प्रोटेक्टेड हुनुहुन्छ भने तपाई कति खुसी हुनुहुन्छ कति सुरक्षित हुनुहुन्छ तपाईहरुलाई बाबाआमाले संरक्षण गर्नुभएको छ त्यो भित्र पानी पनि प्रवेश गर्न सक्दैन अनि कस्तो खुसीले है माथि तैरिरहेको छ तपाई उडिरहनु भएको छ तपाईको सपनाको लागि तपाईको खुसीको लागि बाबाआमाले प्रोटेक्सन गर्दै गर्दा तपाई कस्तो मजाले खुसी साथ तैरिनु भएको छ न तपाईलाई त्यो पानीले कुहाउँछ न बाहिर कुनै चीजले तर हेर्नुस् त बाबाआमा विहीन बाबाआमा चाहिँदैन बाबाआमाको गाली गलौज मलाई चाहिँदैन बाबाआमाले गर्नुभएको त्यो अनावश्यक केयर मलाई चाहिँदैन म ठुलो भए हुर्किसके भनेर त्यो प्रोटेक्सन बिना तपाईँ रहनुभयो भने डुब्नुहुन्छ अनि हेर्नुहोस् त राम्ररी यहाँ तल त्यो स्किन बिना प्रोटेक्सन बिना चाहिँ पानी सबै भित्र प्रवेश गरिसकेको छ यतिकै राख्ने हो भने छिट्टो कुहिन्छ पनि तर हेर्नुहोस् बाबाआमाको प्रोटेक्सन यस्तो हो तपाईहरु सबैजनाले बुझ्नु भयो होला जसको बाबाआमा हुनुहुन्छ तपाईहरु भाग्यमानी हुनुहुन्छ जसको बाबाआमा हुनुहुन्न तर तपाई आफ्नो काका काकी मामा माइजू फुपा फुपाजू अथवा जोसुकैसँग पेरेन्ट्सको रूपमा हुनुहुन्छ उहाँहरूलाई तपाईले आदर गर्नुहोस् उहाँहरूको कुरा सुन्नुहोस् तपाई कति सुरक्षित हुनुहुन्छ त्यस्तै तपाईहरुले पनि बुझ्नु भयो होला है के तपाई बाबाआमाहरुसँग सुरक्षित हुनुहुन्छ अथवा बाबाआमा बिना सुरक्षित हुनुहुन्छ बाबाआमासँग हजुर तपाई तल कि माथि म माथि नै छु हो थ्यांक यू बुझ्नु भयो ल अल द बेस्ट